जसदेवको मन्दिरबाट सुरु भएको हाम्रो यात्रा चाहिँ कुशे हिमाल हेर्न जाने थियो। हामी त्यसपछि जसु मन्दिरबाट सुरु भएको हाम्रो यात्रा चाहिँ हामी त्यसपछि गएर कहाँ पुग्न लाग्यो भनेपछि ढुङ्गा उठाउने भन्ने ठाउँ पुग्यौँ। ढुङ्गा उठाउने ठाउँ हामी सबैजना रहेका थियौँ। हामी सबैजना त्यहाँ हाम्रो हेडसरसहितको टोली हिँडिसकेपछि त रमाइलो नहुने कुरै छैन। हामी सबै 12-13जनाको ग्रुप गरेर हामी ढुङ्गा उठाउने भन्ने ठाउँ गयौँ। ढुङ्गा उठाउने भन्ने ठाउँ कस्तो छ भन्दाखेरि ढुङ्गा राखिएको रहेछ, त्यो ढुङ्गा उठाउने भन्ने रहेछ। त्यसपछि हाम्रो माइल दादा पछाडि छोड्नु भएको रहेछ। अब माइल दादा गइसकेपछि रमाइलो हुन्थ्यो। सबै हिँड्यौँ, परमेश्वर सर अनि सरहरू सबै हुनुहुन्थ्यो, दिदीहरू सबै। अनि त्यहाँ बसिसकेपछि नास्ता खाने पहिले स्टेपमा भनेर नास्ता सास्ता खाएर हामी त्यसपछि हिँड्यौँ। त्यहाँबाट हिँडिसकेपछि हामी चाहिँ कहाँ जाने भन्ने भयो भनेपछि यस्तै हिँड्दै अब हामीले पारी वहाँतिर घोडल छन् कि भनेर उता डाँडोतिर देखायौँ। घोडल रहेनछ। अब घोडल चाहिँ अब पाइँदैन होला, अब पाइन्थ्यो होला, तर हामी त्यहाँ त पुग्न सकेनौँ। त्यसपछि हामी त्यहाँबाट हिँडिसकेपछि हामी हिँड्दै थियौँ। अब यात्रा गर्दा गर्दै हामी त्यसपछि पहिलो स्टेपमा हिउँ देखियो। हिउँ देखिसकेपछि सबैजना रमणीय भयो। सबैजना हामी चकित पऱ्यौँ। हिउँ त तल खाडा भन्ने ठाउँ भेटिएको भन्ने भयो, खाडा भन्छन्। त्यसपछि परमेश्वर सर चाहिँ त्यहाँ गएर हिउँ खेल्न सुरु गर्नुभयो। त्यहाँबाट हामी फेरि त्यसपछि हिउँ खेलिसकेपछि हिँड्यौँ। माइल दादाहरू हामीहरू सबैसँगै थियौँ होइन। सरहरूको टोली दिदीहरू सबै गएर फेरि हिँडी कायल भएर अब भनेर थकान महसुस भयो। त्यहाँ बसेर थकाइ मार्न लाग्यो। सबैजना त्यहाँ बसेर केही वार्ता गरेर अब कता जाने, के खाने, कसरी जाने भन्दाखेरि त्यहाँबाट केही समय त्यहाँ नै लागिसक्यो हिँड्दै गर्दाखेरि। त्यहाँबाट हिँडिसक्यो अनि परमेश्वर सरले चाहिँ उता कुशे हिमाललाई हाई गर्नुभयो। त्यसपछि गएर अनि सबैजना अनि हामी तल्लो निपाने भन्ने ठाउँ हिँड्दै गर्दाखेरि सबैजनाले अब रमाइलो गर्दै गीत गाउँदै नाच्दै त्यहाँमा गइयो। र त्यहाँ फेरि सबै दिदीहरूले भने थाकै लाग्यो, कति टाइम छ भन्दै अब सोध्नुभयो उहाँहरूले। अब हामीले भन्यौँ माइल दादा पछाडि छुटिसक्नु भयो, के गर्ने उहाँलाई आउँदिउँ भन्दाखेरि उहाँ मादल बजाउँदा आउनु भएको छ। त्यसपछि हामी त्यहाँ चाहिँ सबै जम्मा भएर त्यहाँमा हिउँ खेल्न चाहिँ तयारीमा भयौँ। हेर्सर चाहिँ त्यहाँमा सुत्नुभयो। त्यो सुतिसकेपछि हेर्सरलाई अब रमाइलो लाग्यो होला। त्यसपछि सबैजनाले खेल्ने निर्णय गऱ्यौँ। अनि उताबाट आउँदै सबैले खेल्ने सुरु भइसक्यो। खेल्न सुरु भइसकेपछि त्यहाँ सबैजना घायल भइसक्यो। त्यहाँ खेल्यो, हिउँ खेल्दै अब हाम्रो यात्रा चाहिँ सुरु गर्दै हामी त्यो ठाउँबाट अब हिँड्ने क्रममै थियौँ। र त्यहाँ हिउँ खेलिसकेपछि हामी अब कता उमै माथि चुके डाँडा भन्ने ठाउँ गयौँ जाने भन्ने भयो। उहाँ सरले चाहिँ यताउता अब दौड्दै हुनुहुन्थ्यो, अब हिउँमा यतै हुनुहुन्थ्यो। त्यसपछि गएर अब परमेश्वर सरले रोस्ट बनाउन लाग्नुभयो। माथि गइसकेपछि अब कसैले आगो बाल्ने, मादल बजाउने, नाच्दै होइन त्यहाँसम्म पुगियो। त्यहाँ रोस्ट बनाउने, अझैले उतातिर मासु बनाउने, यतातिर चाहिँ यता आगो बाल्दै दिदीहरूले चटपटे बनाउँदै हामी चाहिँ यो लगातार हिँड्दै अब बस्दै यस्तै त भएको रमाइलो यात्रा गर्दै। अनि यता माइल दादाले चाहिँ यता ढुङ्गो सफा गर्न लाग्नु भएको थियो हिउँले पखालेर। त्यो ठाउँ अब हिउँले त्यो ढुङ्गो पखालेसँगै अब त्यसमा अब त्यो बिचमा लगाएर अब रोस्ट सरले बनाउँदै हुनुहुन्थ्यो। परमेश्वर सरले चाहिँ रोस्ट बनाउँदै हुनुहुन्थ्यो। त्यो रोस्ट बनाइसकेपछि हामी चाहिँ अब सबैले खाने मन लाग्यो, रोस्टमा इन्ट्रेस्ट भयो। अब त्यसपछि गएर चटपटे बनिसकेपछि चटपटे खान लाग्यो। अब सबैले चटपटे बनाउँदै हुनुहुन्थ्यो। दिदीहरू चाहिँ अब खाउँ भन्ने भयो चटपटे खाइसकेपछि अनि हामी थोरै अब चटपटे खाँदै थियौँ। रोस्ट पनि खाने भन्ने निर्णयमै थियौँ। त्यसपछि गएर रोस्ट पनि खाँदै थियौँ। अझै नाच्दै गाउँदै अब यस्तै रमाइलो यात्रा गर्दै बस्दै अब रोस्ट खाँदै रोटी तताउने भन्ने भयो। रोटी लिएको रोटी मासु खाने भन्ने भयो। त्यहाँबाट सबैजनाले रोटी मासु पनि खायौँ। सबैजना अब अझै सर चाहिँ उहाँतिर हेरिराख्नु भएको थियो। अनि सबैले मासु खानुभयो। अनि हाम्रो स्यान्दै चाहिँ यतातिर मासु खाँदै हुनुहुन्थ्यो। अनि यता सर चाहिँ परमेश्वर सर चाहिँ यतातिर पनि मासु खाँदै हुनुहुन्थ्यो। अर्को सर पनि यता मासु खाँदै हुनुहुन्थ्यो। सबैले अब बसेर खाउँ भन्ने भयो। अनि अब मासु लिइसकेपछि अब सबैले अब के गर्ने त भन्ने भयो। यताउता अब हिउँ खेल्दै त्यो मासु खाइसकेपछि हिउँ खेल्न सुरु भइसक्यो। हिउँ खेलिसकेपछि सबैजना दिदीहरू सबै अब त्यहाँ हेर्ने भयो। अब हिउँ अब रेडी गरौँ जाउँ भन्ने भयो। नाच्दै त्यहाँनिर नाच्दै गाउँदै रमाइलो गर्दै त्यहाँ गइयो। त्यो ठाउँमा गइसकेपछि हामी चाहिँ के गर्ने, अब यहीँ अन्त्येष्टि गरौँ, अब यहाँबाट हिउँ लिम्ला जाम्ला भन्ने भयो। अब यत्तिकै हुँदै हामी फेरि पनि चटपटे बनाउनेको अवसरमा थियौँ। उहाँहरू चाहिँ चटपटे बनाउने फेरि लागिसक्नु भयो। अन्त सरहरू चाहिँ नाच्न लाग्नुभयो। कस्तो लाग्यो हाम्रो यात्रा, लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला।